मलाई के लाग्छ मेरो पिठ्यू पछाडि त के गर्दै हिँड्छेस मलाई थाहा हुँदैन जस्तो लाग्छ। रक्सी खाएर तमासा नगर, पुरुको भित्र गएर सुत। सुत्नलाई निन्द्रा लाग्नु परेन? तपाईलाई थाहा छ बा, तपाईकी यो प्यारी बुहारीले हामी सबैलाई धोका दिएर यसको त्यो नाटोसँग भाग्ने प्लान बनाएकी छ। हाम्रो सम्पत्ति कुम्ल्याएर त्यो हलीसँग भाग्ने तयारी छ यसको। कसले भन्यो तँलाई यस्तो बकवास कुरा? हाम्रो पनि गाउँमा मान्छे छन्, यसको एक एक रिपोर्ट मेरो कानसम्म आइपुग्छ। हो कि नभन्नु चण्डाल्नी। मुख सम्हालेर बोल्नु। वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाँदैछ तपाईलाई। जसले तपाईलाई यो घिनलाग्दो कुरा सुनायो त्यसलाई मेरो अगाडि लिएर आउनु। यदि मेरो अगाडि मेरो आँखामा आँखा जुदाएर यो सब कुरा त्यसले भन्न सक्यो भने म आफै यो घर छोडेर जान्छु।